साथीहरु खतरा मिक्स ब्लगमा तपाईहरुलाई स्वागत छ। आउनुस् अब आज फेरि युरोपमै छु। युरोपकै विषयमा कुरा गर्न चाहन्छु तपाईहरु माझमा हैन। र तपाई युरोप आउँदै हुनुहुन्छ कुनै पनि कन्ट्री भनौं न है आउँदै हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ विचार गर्नु होला है। एकदम अरूसँग हैन आफ्नैबाट चाहिँ बस्नु होला है। कति ठाउँमा म चाहिँ कन्स्ट्रक्सनको काम गर्छु हैन, मेरो आफ्नै ठेकापट्टा गर्छु र तपाईहरुलाई चाहिँ एउटा सल्लाह दिन भनौं युके को सिजनलको विषयमा पनि मैले तपाईहरुलाई थुप्रै सल्लाह सुझावहरु दिए है। आफन्तले नै बिगारेका छन् कति कुराहरु तपाईहरुलाई है। त्यस्तै कुराहरुबाट जस्तो अब तपाईहरुसँग जस्तै अब ऊ आएको छ भनी भनौं न अफर लेटर आएको छ नि कसैलाई नि शेयर नगर्नु होला हैन। त्यस्तो कुराहरु शेयर गर्नु भने तपाईहरु भोलि पर्सि गएपछि चाहिँ त्यसमा चाहिँ भनौं न कतिको चाहिँ क्यान्सलहरु भएको छ, कतिले चाहिँ उसलाई चाहिँ अफर लेटर नआउने भनेर त्यसरी मेलहरु पठाउँछन्, त्यस्तो गर्छन् हैन। आफ्नै नेपालीले नै बन्चरो हानेको हुन्छ है साथीहरु। त्यसैले चाहिँ तपाईहरु चाहिँ विचार गर्नुहोस्, आफ्नो हरेक कुराहरु शेयर नगर्नुहोस्। मेरो यस्तो आयो उस्तो आयो भनेर कसैलाई पनि नगर्नुहोस्। यहाँ पनि तपाईको युरोपमा पनि धेरै नेपालीहरुले चाहिँ नेपालीले नै बिगारेको छ। मैले कति ठाउँमा कन्स्ट्रक्सन लाइनको कामहरु गर्छु हैन। त्यो काम गर्ने सिलसिलामा उनीहरुले चाहिँ हाम्रो नेपालीहरुको चाहिँ कस्तो हुन्छ भने बानी ओखोले धेरै कमायो यसलाई चाहिँ कसरी उ गर्ने। जस्तै अब युके मा जस्तो पैसा छैन भन्नुहुन्छ तर कन्स्ट्रक्सन लाइनमा चाहिँ छ है। जहाँसुकै जानुस् तपाईको कन्स्ट्रक्सन लाइनमा पैसा टन्नै छ र आफूसँग सिप हुनु पर्यो। तर नेपालीहरुको चाहिँ सब वर्ष तपाईले काम गर्दा चाहिँ अलिकति के भन्नु अलिकति बी केयरफुल हुनुहोस् है। आफन्तबाटै नै बस्नुहोस् है, नेपालीबाट नै बस्नुहोस् तपाईहरु है। नेपालीले नेपालीलाई नै ठगिदिन्छन् र नेपाली म त अब कति ठाउँ घुमिसकेको, गल्फ पनि घुमिसकेको, धेरै ठाउँहरु घुमिसकेको कारणले तपाईहरुलाई चाहिँ यही सुझाव सल्लाह दिन चाहन्छु। युरोप आउँदै हुनुहुन्छ भने तपाईहरु चाहिँ एकदम सजग हुनुहोस्, एकदम होशियार हुनुहोस्, किनकि है आफ्नै नेपालीले नेपालीलाई ठगेको हुन्छन्। त्यसैले अरूदेखि डराउनु पर्दैन है र अरूदेखि उ गर्नु पर्दैन। आफ्नै नेपालीसँग चाहिँ बस्नु होला है, किनकि उनीहरुले धेरै नै मिठो मिठो चिप्ला कुराहरु गरेर अहिले पोर्चुगलको हेर्नुस् अब एउटा राई सोल्टीलाई के भनौं। अब अहिले पोर्चुगलको लागि पुरै अब यहाँको मान्छेहरु हटाउँदैछ हैन। उहाँले चाहिँ के भन्नुहुन्छ भिसा फुलेको छ यताउति, त्यस्तो कुरा फन्दामा नलाग्नुहोस्, त्यस्तो हावादारी कुरामा नलाग्नुहोस्, राम्रोसँग बुझ्नुहोस् हैन। बरु के भन्छ आयरल्यान्डको लागि खुलेको छ तपाईको, अहिले क्यानाडाको लागि ट्राई गर्नुहोस् हैन। अरु देशको लागि ट्राई गर्नुहोस्। पोर्चुगलमा चाहिँ अहिले बन्द छ है, अलरेडी बन्द छ। कुनै पनि कसैले पनि त्यस्तो कुराहरु गर्छ भने तपाईहरु त्यसलाई चाहिँ नपत्याउनुहोस् है। यस्तो कुराहरु चाहिँ पत्याउनु हुँदैन है। तपाईहरुले यो कुरा चाहिँ याद गर्नु होला है। यस्तो सबै बकवास हो। तपाईहरुलाई चाहिँ अब कतिले चाहिँ तपाईको मेडिकल गरिसके, मैले यस्तो गरिसके भन्नुहुन्छ, यसरी लिइसके भन्नुहुन्छ, त्यस्तो कुराहरु चाहिँ चाहिँ नफस्नु होला है तपाईहरु। म तपाईहरुलाई एकदम सुझाव सल्लाह दिन चाहन्छु। आफ्नै नेपालीहरुले नेपालीलाई फसाउँछन्, त्यसैले चाहिँ तपाईहरु चाहिँ हरेक कुरामा चाहिँ एकदम सतर्क भएर चाहिँ भनौं पसिसक्नु भएको छ भने पनि अब कतिले चाहिँ भन्दैछ 1 महिना भित्रैमा सबै थोक हुन्छ, 3 महिना भित्रैमा, त्यस्तो होइन है साथीहरु। अहिले चाहिँ तपाईको यहाँ चुनाव इलेक्सन चल्दैछ है, त्यसको कारणले पनि हो। र अनि त्यहाँमाथि भनौं न धेरै मानिसहरु चाहिँ निकाल्दैछ यहाँबाट यो देशबाट। त्यसैले तपाईहरु चाहिँ सजग हुनु होला है। युरोप कुनै पनि कन्ट्री आउँदै हुनुहुन्छ नेपालीदेखि चाहिँ एकदम सतर्क हुनुहोस् है। नेपालमा अलरेडी ठगेको छन्, यहाँ आएर पनि फेरि ठगिदिन्छन्। त्यसैले अब जस्तै युके को कुरा गरौँ, म तपाईको 4 देखि 5 त्यो भन्दा बढी लाग्दैन। कतिले तपाईको के भन्छ हेर्नुस् त 10-12 सम्म तिरेको छन्। त्यसैले चाहिँ म भन्न चाहन्छु है, मेरो ब्लगद्वारा तपाईलाई सुझाव सल्लाह दिन चाहन्छु। यस्तो कुराहरुमा चाहिँ कहिले पनि नफस्नु होला है। आफूलाई एकदम बी केयरफुल गरेर राख्नु होला है। अब एकदम सतर्क भएर र कुनै पनि पैसाहरु चाहिँ दिँदाखेरि चाहिँ एकदम त्यसको रिसिभ हैन प्रुफका साथमा दिनु होला, यो भन्न चाहन्छु तपाईहरुलाई। हस्त आजलाई यति नै। यस्तै भिडियोहरु म लिएर आउने छु तपाईहरु माझमा हैन। र हरेक सुझाव सल्लाहहरु चाहिँ पोर्चुगलको लागि चाहिँ अहिले बन्द छ है साथीहरु। हरेक जतिसुकै तपाईले कोसिस गर्नुस्, सबै तपाईलाई बकवास हो। र कुनै पनि कुराहरु यस्तो जस्तै अब म जस्तै अब भनौं न मान्छेहरुले चाहिँ तपाईलाई सुझाव सल्लाह दिन्छ र उ गर्छ बिना मैले मेरो भ्युजको लागि, मेरो उसको लागि चाहिँ मैले गरेको हैन। मेरो आफ्नो अनुभव बटुलेर तपाईहरुलाई चाहिँ एउटा तपाईहरु पनि केही गर्न सकौं भनेर चाहिँ मैले एउटा सुझाव सल्लाह दिएको मात्र हो है। त्यसैले हरेक कुरामा सोचेर अगाडि बढ्नुहोस्। कुनै पनि कुरा गर्दाखेरि चाहिँ अब यसबाट चाहिँ मलाई के हुन्छ, यस्तो गर्दा चाहिँ के हुन्छ भन्ने कुराहरु एकदम सोचेर गर्नुहोस्। त्यसैले म यहाँ आएँ, म जसरी सेटल भएँ तपाईहरु पनि त्यसै गरी सेटल हुन चाहनुहुन्छ भने मेहनत गर्नुहोस् है, अवश्य हुन्छ। आफूसँग सिप चाहिँ लिएर आउनुहोस्, कला लिएर आउनुहोस्। हस्त आजले यति नै। मेरो ब्लगबाट तपाईहरुलाई यस्तै इन्फर्मेटिभ भिडियोहरु म लिएर आउँछु हैन। यस्तै इन्फर्मेसन वाला लिएर आउँछु। त्यसै मेरो च्यानललाई लाइक सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। हस्त आजलाई यति नै। हस्त नमस्कार।